मेरो बाचा भयो तिमीलाई जीवनभरिलाई न्यानो साथको। चमका छन् पानीमा बस्ने सबै प्राणीहरू अति आकर्षक छन्। प्रकृतिलाई सृष्टि गर्ने प्रभु अति अदुनीय छन्। प्रकृतिलाई सृष्टि गर्ने प्रभु अति अदुनीय छन्। तपाईँ सबै महान प्रभुको सृजना महान प्रभुको विवरण असाधारण छन्। प्रभुलाई मात्र खोज्ने जीवनहरू अति सन्तुष्टिमा छन्। हाम्रा परमेश्वर पुत्र आत्मा अति अदुनीय छन्। हाम्रा परमेश्वर पिता पुत्र आत्मा अति अदुनीय छन्। जीवित प्रभु यीशु ख्रीष्ट पवित्र विवाह उत्सवमा 2083 3 महिना 11 गतेको विवाह उत्सवमा हजुरहरू सबैजनालाई स्वागत छ। हामी आजको यो विवाह उत्सवलाई हामी सुरु गर्न गइराखेका छौँ। त्यसै कारणले हामी सुरुमा प्रभुका मालिक राजाहरूका राजा र प्रभुहरूका प्रभु हामी तपाईँ महान परमेश्वरलाई यो समयमा धन्यवाद दिन्छौँ किनभने प्रभु आजको यो सुन्दर दिन प्रभु तपाईँलाई सुन्दर दिनमा तपाईँ आज यो आशिषको दिनमा
महाप्रभुको सूचना महाप्रभुको विवरण सधैँ गर्छु महाप्रभुको महिमा सधैँ गर्छु महाप्रभुको महिमा तिमीमा हेर्ने पशु प्राणीको कति अझै मका छ पानीमा बस्ने सबै प्राणीहरू कति आकर्षक छन् पुत्रको आत्मा कति अद्वितीय छ परमेश्वर पिता पुत्रको आत्मा कति अद्वितीय छ महान प्रभुको सूचना महान प्रभुको विवरण सधैँ गर्छु महान प्रभुको हुन्छ। जीवित प्रभु यीशु ख्रीष्टको पवित्र विवाह उत्सवमा 2083 3 महिना 11 गतेको विवाह उत्सवमा हजुरहरू सबैजनालाई स्वागत छ। हामी आजको यो विवाह उत्सवलाई हामी सुरु गर्न गइराखेका छौँ। त्यसै कारणले हामी सुरुमा प्रार्थना गर्नेका मालिक राजाहरूका राजा र प्रभुहरूका प्रभु हामी तपाईँ महान परमेश्वरलाई यो समयमा धन्यवाद दिन्छौँ किनभने प्रभु आजको यो सुन्दर दिन प्रभु तपाईँलाई यो सुन्दर दिनमा तपाईँले आज यो आशिषको दिनमा प्रभु तपाईँको आराधना गर्नेछौँ। आजको दुलहा अनि दुलहीलाई हामी तपाईँको हातमा राख्दछौँ। हामी बस्ने हरेक हामी तपाईँको हातमा राखिसक्नु भएको छ प्रभु पवित्र दिमाग र सबैजना आशिषित भएको छ। यस बिचमा ईश्वरले हरेक प्रकारका अन्धकारका शक्तिहरूलाई साँच्चै जीवनको उपस्थिति हामीलाई ढाक्नुहोस् भनेर माग्दछौँ उद्धारकर्ता प्रभु येशू ख्रीष्टको पवित्र निर्जन नाममा अर्को भजनलाई पनि हामी गाउनेछौँ। हजुरहरूले यो भजन किताबमा छैन तर मोबाइलमा चाहिँ नयाँ अन्य भजनहरूमा छ। यसुको छातीमा भन्ने भजनलाई हामी गाएर यो समयमा जीवित परमेश्वरको नामलाई फेरि पनि हामी उचाल्नेछौँ।
बिचमा हामी उहाँको जय जयकार गर किनभने हामीप्रति उहाँको करुणा अपार छ र परमप्रभुको विश्वसनीयता सदाको निम्ति रहन्छ। परमप्रभुको प्रशंसा गर। आमेन। हामी सबै जातिहरू मिलेर परमेश्वरको आराधना गर्नेछौँ र हामी 8 नम्बरको भजन हामी गाउँदै हामी छोटो समय हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ। आदरणीय पास्टरले परमेश्वरको वचनबाट बोल्दै हुनुहुन्छ। हामी त्योभन्दा पहिला प्रार्थना गर्नेछौँ। आउनुहोस् हामी सबैले शिर झुकाउँ, प्रार्थना गरौँ। परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौँ। स्वर्ग पृथ्वी त्यसो भएका यावत थोक बनाउने परमेश्वर, तपाईँ सबै कुरालाई सृष्टि गर्ने सृष्टिकर्ता हुनुहुन्छ। तपाईँलाई कसैले बनाएको होइन प्रभु। शून्यहरूलाई पनि अनुग्रह र कृपा गर्नुहोस्। तपाईँ मात्रै पवित्र परमेश्वर हो। तपाईँको नाउँलाई हामी धन्यको भन्दछौँ। वचनबाट तपाईँ परमेश्वरले अनुग्रह र कृपा गर्नुहोस्, आशिष गर्नुहोस् र महिमा लिनुहोस्। हामी सबैजनासँग तपाईँ हुनुहोस्। बाँकी सबै समयमा पवित्र आत्माको सल्लाहमा हामीलाई राख्नुहोस्। हामी जे गर्छौँ यहाँ सञ्चालकजीको साथमा हुनुहोस्। क्वायर टिम, साँच्चै बरु आजका दुला दुलैहरू सबैजनासँग तपाईँ परमेश्वर हुनुहोस्। अनुग्रह गर्नुहोस्, कृपा गर्नुहोस्, आशिष गर्नुहोस् र महिमा लिनुहोस् भन्ने बिन्ती प्रार्थना प्रभु येशू ख्रीष्टको उच्च अनि पवित्र नाममा। आमेन। हुन्छ, धन्यवाद। फेरि पनि सबैलाई जय मसीह। धन्यवाद। अनि आजको यस समय हामी सबै खुसी और आनन्द छौँ र हाम्रो परमेश्वरले फेरि पनि आज हाम्रो भाइ हाम्रो बहिनीलाई अनि प्रार्थना गर्नुभएको उहाँले लामो समय तकलाई आफ्नो श्रीमतीको लागि अनि श्रीमानको लागि प्रभु मलाई असल श्रीमान असल श्रीमती अनि त्यो सुनेर सायद प्रार्थना गर्नुभएको होला। उहाँले आज उहाँको प्रार्थना सुनाइरहेको छ। आज यो दुईटा जोडी एउटै हुनको लागि तयारी हुनुभएको छ अनि म परमेश्वरलाई महिमा भएको होस्। आजको यो जोडी अनि परमेश्वरले एकै बनाउनु भएको छ। हाम्रो परमेश्वरलाई धन्यवाद छ र हाम्रो प्रार्थना अनि भइसकेको छ। प्रार्थना हाम्रो भइसकेको छ र आउनुहोस् हामी विशेष गरेर हुन्छ। अनि
धन्यवाद छ। अनि आजको यो विवाह म लगत्तैमा जानेछु। अनि परमेश्वरले अनि मानिसलाई सृष्टि गर्नुभयो। अनि यो संसारमा सृष्टि परमेश्वरले गर्नुभयो। गरिसकेपछि अनि उहाँले कसलाई बनाउनु भयो? अनि पहिलो विवाह कसो गरिदिनु भएको थियो? आदमको, है, आदमको विवाह गरिदिनु भएको थियो उहाँले। अनि पहिलो विवाह अनि गरिसकेपछि अनि उहाँले पहिलो उसलाई आदमलाई सृष्टि गर्नुभयो। अनि आदमबाट अनि परमेश्वरले अनि कसलाई सृष्टि निकाल्नुभयो भने अनि एउटा स्त्रीलाई बनाउनु भयो, है। अनि उहाँले यहाँ उत्पत्ति 2:18 लिएर हामी 24मा पढ्यौँ भने यहाँ लेखेको छ। उत्पत्ति 2:18 फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक रहनु असल छैन, म त्यसको निम्ति त्यसलाई एउटा सुहाउने एकजना सहयोगी बनाउने छु भनेर। अनि उहाँले सबै थोक सृष्टि गर्नुभयो, है। आकाशका सबै पन्छी सबैका जीवनमा चलहल गर्ने सबै माछाहरू सबै थोक सृष्टि गरिसकेपछि अब त्यसलाई अधिकार गर्ने, त्यसलाई चलाउने को हुने त भनेर परमेश्वरले आदमलाई सृष्टि गर्नुभयो। आदमलाई सृष्टि गरिसकेपछि आदम एक्लै भए। अनि एक्लै भएको कारणले गर्दा अनि उहाँलाई एउटा बोलचाल गर्ने कोही पनि थिएन। अनि उहाँलाई अनि परमेश्वरले अनि यसरी भन्नुभयो यहाँ, यस कारण परमप्रभु परमेश्वरले मानिसलाई अनि उहाँलाई मस्त निर्दयमा पार्नुभयो र उहाँले निधाएको बेलामा उहाँको अनि कडङहरूमध्ये एक निकाल्नुभयो। त्यसको ठाउँमा मासु भरिदिनु भयो। जुन कडङ परमप्रभु परमेश्वरले मानिसलाई मानिसबाट निकाल्नुभयो, त्यसबाट स्टोरी बनाउनु भयो, मानिसलाई ल्याउनु भयो। र मानिसले भन्यो, यता मेरो हड्डीको र हड्डी र मासुको हो, तिनको स्टोरी तिनीलाई स्टोरी भन्ने नै छ, किनभने त्यो पुरुषबाट निक्लेको थियो। अनि यस कारण मानिस आफ्नो आमा बुवालाई छोड्न सक्छ र आफ्नो पत्नीसित त्यो मिलिरहन्छ। त्यो तिनीहरू एउटै शरीरका हुनेछन् भनेर अनि यहाँ परमेश्वरको वचनमा भनेको छ। अनि जब अनि परमेश्वरले अनि मानिसलाई सृष्टि गर्नुभयो, उहाँले एक्लै रहन दिनु भएन, एक्लै हुन दिनु भएन। अनि त्यसबाट एउटा सुहाउने स्त्रीलाई अनि कसबाट त एउटा कडङबाट निकाल्नु भयो। कडङबाट पनि अनि कोहनेपट्टिको दाब्रेपट्टिको, है, कहाँ या तल या माथि कहीँबाट पनि निकाल्नु भएन, बीच भागबाट त्यो कडङ निकाल्नु भयो। आज त्यो बीचबाट निकालेको कारण न तल होचिने न अग्लो हुने, एउटै समानबाट परमेश्वरले त्यो कडङ निकालेर अनि कसलाई बनाउनु भयो त? स्त्रीलाई बनाउनु भयो। त्यो भएर आज संसारमा मानिस कतिपय भनिन्छ कि अनि खुट्टा भए त जुत्ता कसै हुन्छ भन्छन्, है। अनि त्यो होइन, तर परमेश्वरले यो भन्नुभएको छ कि है, परमेश्वरले यो भन्नुभएको छ कि मैले तिमीलाई न तल न माथि एउटै समानको साथ उहाँले बनाउनु भएको हो। आज प्रभुका जनहरू आज जसरी आज उहाँ भाइ बहिनी हाम्रो श्रीमान हो चाहे श्रीमती हो, अनि एक समानका साथ अनि श्रीमान श्रीमती एक अर्कालाई आधारका साथ जानु पर्यो, एक अर्कालाई समानका साथ जानु पर्यो, है। त्यो भएर त्यो स्त्रीलाई बनाउनु भयो। त्यो हड्डीको हड्डी र मासुको मासु, तर उस बहिनी है सल्यानबाट आफ्नो बुवा आमालाई छोडेर आउनु भएको छ, किनभने उहाँलाई बनाउनु भएको छ। अनि परमेश्वरबाट आएको जोडी यो परमेश्वरबाट भएको हो भन्ने हिसाबले उहाँले परमेश्वरको वचन, परमेश्वरले उहाँलाई कतिजना त हामीले नजिकबाट चिनेका छौँ, कतिजनाले अगाडि बसेको सुन्दर दुलहा दुलही को हुनुहोला भनेर हजुरहरूले मनमा सोचिराख्नु भएको छ। आज विवाह हुन लाग्नु भएको जोडी चाहिँ हाम्रो यसै मण्डलीको सदस्य
मण्डलीका सदस्य खुमबहादुर विक र कमला विकका सुपुत्र, जुन कुरा तपाईँहरूले कार्डमा पनि देखिसक्नु भएको छ, सन्दीप विक र आजको दुलाहा र दुलही बागचौर नगरपालिका सल्यान कोटबेत निवासी मङ्गल विश्वकर्मा र मेगी विश्वकर्माकी सुपुत्री तिला विकको बिचमा आज विवाह हुँदैछ। त्यस कारणले गर्दाखेरि हजुरहरूलाई यो विवाहमा म स्वागत गर्न चाहन्छु। हुन त अघि सञ्चालकले पनि स्वागत गरिसक्नु भएको छ। हाम्रो मण्डली परिवार नआउनुहोस्, दुलाको पक्षमा हुन्छ। हामी ताली बजाएर यहाँलाई स्वागत गर्छौँ। स्वागत हुन्छ, बसिदिनुहोस्। जसको कारणले आज सम्पूर्ण हामी मण्डली परिवार, इष्टमित्र सबै जम्मा भएका छौँ। उहाँहरू हाम्रो अगाडि हुनुहुन्छ। त्यसै कारणले मैले निम्तालुहरू, पाहुनाहरू र हामी कहाँ परमेश्वरको साँचो उपस्थिति र यी दुईलाई पवित्र विवाह बन्धनमा बाँध्नका लागि जीवित गवाहीका रूपमा उपस्थित छौँ। हामी सबैजना यी दुईको विवाह पवित्र, व्यवस्थित र आदरणीय हुनुपर्छ, जुन कुरा हामीले वचनमा सुनिसकेका छौँ। हिब्रूको 13 अध्यायको 4 पदमा यो कुराहरू लेखिएको छ। ख्रिस्टले पनि पवित्र र निष्कलङ्क निर्दोष मण्डली स्थापित गरी एकताको सूत्रमा आबद्ध गर्नुभयो। त्यसैले यो पवित्र विवाह बन्धनमा बाँधिन आएको यो जोडी उप कसैले यिनीहरूको विवाह हुन सक्दैन भनेर कसैले दाबी पेश गर्नुहुन्छ भने, मण्डली अगाडि भन्नुहुन्छ भने हजुरहरूलाई चाहिँ म केही समय दिन्छु, आधा मिनट समय दिन्छु। आजको विशेष व्यक्तित्व सन्दीप बाबु र तिला नानीको बिचमा विवाह हुन सक्दैन भनेर कसैले चाहिँ भन्नुहुन्छ भनेदेखि हजुरहरूलाई यो समय छ। समय सुरु भयो। योभन्दा पछाडि हजुरहरू चाहिँ सधैँको निम्ति चुप लाग्नुपर्नेछ। आमेन। त्यस कारणले गर्दाखेरि म अझै अब अगाडि बढ्न चाहे। सर्वप्रथम म दुलहीको अभिभावक, मैले सुनेअनुसार बुवा आमा उपस्थित हुन सक्नु भएन। तिला नानीको जेठो दिदी हाम्रो बिचमा उपस्थित हुनुहुन्छ। म उहाँलाई सोध्न चाहे। एकछिन हजुर उठिदिनुहोस् त। यसो उठेर उतै फर्किदिनु अनि मैले सोधेको प्रश्नको जवाब दिनु होला है। हजुर दुलहीको के नाता गर्नुहुन्छ? एउटा प्रश्न म हजुरलाई सोध्छु, के तपाईँ जिम्मेवारी साथ आजको दुलही तिला नानीको विवाह गरिदिनको लागि इच्छुक हुनुहुन्छ? आमेन आमेन। हुन्छ, बसिदिनुहोस्। बुवा आमा ठिकै छ, ठिक छ। अनि सन्दीप बाबुको विवाह, यस पवित्र विवाह बन्धनमा बाँधिनको लागि हजुरहरू इच्छुक हुनुहुन्छ? हात उठाइदिनुहोस् न। हुन्छ, हामी ताली बजाइदिउँ। हुन्छ, बसिदिनुहोस्। हामी सबै अहिले जीवित परमेश्वरको उपस्थितिमा छौँ। उहाँले सबै मानिसका हृदयका गोप्य कुराहरू जान्नुहुन्छ, हृदयका कुराहरू उहाँले जान्नुहुन्छ। र म दुलाहा र दुलहीलाई कडा चेतावनी साथ यो भन्न चाहन्छु कि तपाईँहरूले यहाँ परमेश्वर यतिका साक्षीहरूको उपस्थितिमा एकअर्कामा बाँधेको बाचा आफ्नो वैवाहिक जीवनमा पुरा गर्नुहोस्। तब मात्र तपाईँहरूको वैवाहिक जीवनमा परमेश्वरले आशिष दिनुहुन्छ अनि तपाईँको परिवारमा परमेश्वरको आशिष, अनुग्रह, निगाह प्रशस्त बढ्नेछ। म धर्मगुरुको हैसियतले हजुरहरूलाई यो चेतावनी दिँदैछु। त्यस कारणले गर्दाखेरि मैले मण्डली परिवार, आफन्तहरू सबैसँग अनुमति लिएँ अनि दुलाहाको अभिभावकबाट पनि लिएँ, दुलहीको अभिभावकबाट पनि मैले अनुमति लिएँ। अब मुख्य व्यक्तिहरू दुलाहा र दुलहीबाट पनि मैले अनुमति लिनुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि पहिला म दुलाहालाई सोध्न चाहन्छु। माइक छ भने दिनुहोस्, उभिदिनुहोस् बाबु।
एकदमै विचार गरेर सुन्न सजिलो छ, विचार गरेर उत्तर दिनु होला, फेरि पोल खोल्नु होला, त्यो नगर्नु होला है। आजको दुलहा सन्दीप बाबु, के तपाईँले आफ्नै स्वेच्छाले आजको दुलही तिला विकसँग वैवाहिक भएको छ? हजुर, इच्छा गरेको छु। चाहनु भएको छ, एकदमै ठिक छ, परमेश्वरलाई धन्यवाद। के तपाईँले आजको दुलही तिला विकलाई साँच्चै माया र प्रेम गर्नुहुन्छ? हजुर, माया र प्रेम गर्छु। आमेन, आमेन, आमेन। अर्को प्रश्न भन्छ, तपाईँहरू दुईजनाको पवित्र विवाह हुन नसक्ने केही कारणहरू छ कि? केही पनि छैन। छैन। आमेन। बसिदिनुहोस् भाइ, बसिदिनुहोस्। आजको दुलहा सन्दीप विकसँग वैवाहिक बन्धनमा बाँधिन चाहनुहुन्छ? चाहन्छु। आमेन। अनि के तपाईँले साँच्चै सन्दीप विकलाई माया र प्रेम गर्नुहुन्छ? गर्छु। अनि के पवित्र विवाह हुन नसक्ने केही कारणहरू छ कि? छैन। छैन। बसिदिनुहोस्, हामी ताली बजाइदिउँ। समातेर बाबुको दाहिने हातमा हजुरले राखिदिनुहोस्, जसलाई हामी कन्यादान भन्ने पनि चलन छ पहिलाको चलन अनुसार। अब तपाईँले चाहिँ सुम्पिँदै हुनुहुन्छ, चाहिँ यो काम गर्दै हुनुहुन्छ। दाहिने हात उठिदिनुहोस्, दुवैजना उठिदिनुहोस्। बाबु नानी दुवैजना उठिदिनु, दुलहा दुलही दुवैजना उठिदिनुहोस्। दाहिने हात बाबुको दाहिने हातमा राखिदिनुहोस्। वचनले भने जस्तै अघि वचनमा हामीले सुनेका छौँ, मृत्युले नछुट्याएसम्म उहाँहरू एक हुनुहोस् भन्ने कुरा हो यो है। यो मृत्युले बाहेक अरू कुनै पनि कुरालाई छुट्याउन सक्दैन है। दायाँ बायाँ तल माथि कुनै कुराले पनि छुट्याउन सक्दैन होइन। त्यसमा कुनै कम्प्रोमाइज हुँदैन। मैले अगाडि भन्छु अनि दुलहाले चाहिँ म पछाडि दोहोऱ्याउनु होला है। म सन्दीप विकले तपाईँ तिला विकलाई आजदेखि उसो दुःखमा सुखमा बिरामीपनमा आरोग्यतामा व्यस्ततामा फुर्सदमा अभावमा परिपूर्णतामा सङ्कटमा बेसङ्कटमा प्रेम गर्न र साथ दिनका लागि मेरी विवाहित श्रीमतीको रूपमा स्वीकार गर्दछु। हामी दुवैलाई मृत्युले नछुट्याएसम्म परमेश्वरको पवित्र अभिषेक अनुसार उहाँको उपस्थिति र यो सारा समुदायको सामुन्ने म विश्वासको बाचा बाँध्दछु। आमेन। ताली बजाइए। सन्दीप दुःखमा सुखमा बिरामीपनमा आरोग्यतामा व्यस्ततामा फुर्सदमा अभावमा परिपूर्णतामा सङ्कटमा बेसङ्कटमा प्रेम गर्न र साथ दिनका लागि मेरा विवाहित श्रीमानको रूपमा स्वीकार गर्दछु। हामी दुवैलाई मृत्युले नछुट्याएसम्म परमेश्वरको पवित्र अभिषेक अनुसार उहाँको उपस्थिति र यो सारा समुदायको सामुन्ने म विश्वासको बाचा करार बाँध्दछु। आमेन। ताली बजाइदिनु। यहाँहरू दुवैजना एकदमै हृदयदेखि दुलहाले दुलहीको दाउरेपट्टिको साइले औँलामा र दुलहीले पनि दुलहाको दाउरेपट्टिको साइले औँलामा लगाइदिनु हुनेछ। यो सुनले बनेको छ, सुनको औँठी हो। सुन पवित्रताको प्रतीक अथवा चिन्ह हो। यो एउटा बहुमूल्य धातु पनि हो। यसको मूल्य दिनदिनै बढिराखेको छ। एकदमै चर्को मूल्य छ, बहुमूल्य छ।
त्यसैले यो सुनको औँठी यी दुई पवित्र विवाहको बन्धनमा गाँसेको सङ्केत पनि हो है, सङ्केत हो। त्यसकारणले गर्दाखेरि औँठी आत्मिक अनुग्रह र आन्तरिक कुरा दर्शाउने बाहिरी र प्रत्यक्ष चिन्ह हो। साथै यसले हाम्रो अधिकार र जीवन एक अर्कोमा समर्पण गरेर एउटै भएको एकताको पनि सङ्केत गर्दछ। साथै यस औँठीले ख्रिस्ट येशूको मण्डलीको माध्यमद्वारा यी दुई पुरुष र स्त्रीलाई पवित्र विवाहको सूत्रमा गाँसेको प्रकट गराउँदछ। यो गोलो छ र यसको अन्त्य छैन, त्यसैले यसले सिद्ध प्रेमको पनि सङ्केत गर्दछ। गोलो चाहिँ यसको अन्तिम छैन। यहाँको जुन करार विवाह बन्धनमा उहाँहरू बाँधिनु भएको छ, उहाँहरूलाई मृत्युले नछुट्याएसम्म यहाँहरूको वैवाहिक जीवन अन्त्य हुँदैन। उहाँहरू एकअर्काबाट स्वतन्त्र हुन सक्नुहुन्न है। त्यसै कारणले त उहाँहरूले बाचा बाँध्दाखेरि भन्नुहुन्छ म प्रेम र माया गरिरहनेछु है, यो उहाँले भन्नुभएको छ। त्यस कारणले औँठी उपहार के अरे उसमा हामी आशिष मागिदिनेछौँ, जसै उहाँहरूले यो लगाउनुहुनेछ। म प्रार्थना गर्नेछु, त्यसपछि उहाँहरूले यो लगाउन सक्नुहुनेछ। हुन्छ, आउँछ हामी सबैजना शिर झुकाएर औँठीमा हामी आशिष मागिदिनेछौँ। यी सारा सृष्टिका मालिक परमेश्वर पिता, यो औँठी उपहारको लागि खर्चेको आर्थिक कुरा र औँठी उपहारमा आशिष दिनुहोस्, जसले यी औँठीहरू लगाउनुहुनेछ। आजको विशेष गरी आजको दुलहा र दुलहीले उपहार ग्रहण गर्नुहुनेछ। उहाँहरू तपाईँ र तपाईँको वचनभित्र हरेक रहेर एक अर्काको अधिकार र प्रेममा समर्पित हुन सक्नुभएको होस्। तपाईँ परमेश्वरको आशिष अनुग्रह र शान्ति यो जोडीमाथि सधैँ रहोस्। आशिष माग्दछौँ मुक्तिदाता ख्रिस्ट येशूको नाममा, आमेन। परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वरको नाममा हाम्रो आपसी प्रेम र अनन्त विश्वासको चिन्ह र बाचा अनुसार यो औँठी उपहार मार्फत तपाईँसँग विवाह गर्दछु। लगाइदिनुहोस्। कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका। मैले तिमीलाई खोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति रोजेका। मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरे निम्ति सृजेका। अनगिन्ती यादहरूलाई साथै राखेर
रङ्गै गाँसियो नाता नयाँ जीवन सुरु भो त्यहाँबाट औठी स्वयम्वरको औठी स्वयम्वरको नौलो चाल सिकाई पियारी बनाया घरको गाँसियो नाता नयाँ जीवन सुरु हो त्यहाँबाट औठी स्वयम्वरको औठी स्वयम्वरको नौलो चाल सिकाई पियारी बनाया घरको औठी स्वयम्वरको नौलो चाल सिकाई पियारी बनाया घरको सिन्दुर पोते पाइरेसी चुरा जुबानसँगै सुम्पिए सब कुरा औठी स्वयम्वरको औठी स्वयम्वरको नौलो चाल सिकाउनु पियारा बनाया घरको बाहिरी चुरा जुबानसँगै सुम्पिए सब कुरा औठी स्वयम्वरको औठी स्वयम्वरको नौलो चाल सिकाउनु पियारा बनाया घरको औठी स्वयम्वरको नौलो चाल सिकाउनु पियारा बनाया घरको हे कस्ते दुलै भित्र्यायो भन्छन् यस्ता कुरा गाउँघरमा भइहाल्छन् औठी स्वयम्वरको औठी स्वयम्वरको नौलो चाल सिकाई पियारी बनाया घरको भित्रायो भन्छन् यस्ता कुरा गाउँघरमा भइहाल्छन् औठी स्वयम्वरको औठी स्वयं
छोराको धन बुहारीको कामा नभए टाढा भइहाल्छन् बाउआमा औठी स्वयंवरको औठी स्वयंवरको नौलो चाला सीता बिहारी बनाया घरको बुहारीको कामा नभए टाढा भइहाल्छन् बाउआमा औठी स्वयंवरको औठी स्वयंवरको नौलो चाला सीता बिहारी बनाया घरको औठी स्वयंवरको नौलो चाला सीता बिहारी बनाया घरको ए बडा छोरी भन्नुहुन्थ्यो बारे माइतमा काम हराइनन् आमाले औठी स्वयंवरको औठी स्वयंवरको नौलो चाला सिकाउनु बिहार बनाया घरको भन्नुहुन्थ्यो बाले माइतमा काम हराइनन् आमाले औठी स्वयंवरको औठी स्वयंवरको नौलो चाला सिकाउनु बिहार बनाया घरको औठी स्वयंवरको नौलो चाला सिकाउनु बिहार ईश्वरको अघि मागे तिमीलाई दिनु भो आज मलाई मेरो जीवनको सहयोगी तिमी यो यात्रा सँगै काट्नलाई म माया गर्छु तिमीलाई साथ दिन्छु सधैँलाई म माया गर्छु तिमीलाई साथ दिन्छु सधैँलाई मण्डली बाबुआमाको अघि तिमीलाई आफ्नो बनाउँदैछु तपाईँकै हुन यो मेरो जीवन आजदेखि दिँदैछु हामी दुईले गरेका यी बाचाहरू भुल्ने छैनौ कहिले दुःख सुखमा साथ दिँदै हामी काट्नेछौँ यो यात्रा सँगै
म माया गर्छु तिमी अछन् होला देखेर जिल्ला तिम्रो नाम आयो दिलमा चर्किला तिमी मलाई पर्दैन मन पर्ने तिमी मलाई पर्दैन मन पर्ने तिमीले छर्के आँखाले नहेर्ने मैले हाते गरेर के गर्ने गरे साथी मैले हाते गरेर के गर्ने साथी मैले हाते गरेर के गर्ने माया गर्दै मुटु साटेर माया छोड्न सिर्जना काटेर तिमी मलाई पर्दैन मन पर्ने तिमी मलाई पर्दैन मन पर्ने तिमीले छाडे आँखाले नहेर्ने मैले हाते गरेर के गर्ने मैले हाते गरेर के गर्ने मैले